ड्युटी जाँदै गरेको अवस्था सिट्ठा अब नेपालमा सिट्ठा भन्थे अनि यहाँ चाहिँ के भन्छ जे भने पनि त्यही हो सिट्ठै हो हिउँ चाहिँ हो फुटबल खेल्दै हिँड्ने हो क्या हिउँमा चाहिँ चट्टसँगले तर यो सबैभन्दा ज्यादा चाहिँ मलाई के लाग्यो भने सल्लाह धुपी सल्लाहको चाहिँ बोट चाहिँ एकदमै ज्यादा हुँदो रहेछ किनकि यस्तो हिउँ पर्दाखेरि यहाँ अधिकांश सबै 100% बोट बिरुवाहरू मरिराखेको हुन्छ मतलब अब पातहरू झर्छ नि त सुकेको 100% सुकेको जस्तै देखिन्छ तर यो धुपी सल्लाह रोप्ने सल्लाह चाहिँ अलवेज हरियोको हरियो अलवेज हरियो देख्न सक्नुहुन्छ हिउँ नपर्दाखेरि घाम पनि छिर्दैन पानी पनि नछिरेर चाहिँ खालको पत्ता हुन्छ तर हिउँ पर्न थालेपछि सुक्खो छ नि एउटा बाटो पुरै सुकेको जस्तो देख्छ तर धुपी सल्लाह चाहिँ मर्दैन ए ढिक्का